अन्डर कन्स्ट्रक्सन है। यो पर्लाको हो। यो यता एकदमै यो उँभोको अवस्थाहरू जुन चाहिँ छ यो उँभोको अवस्था हो। यो जस्तै यहाँनिर साङमा क्षेत्रमा जुन चाहिँ एउटा यो घर बनाइएको थियो डिलमाथि है, यो रोडको माथि थियो, तर घर नयाँ घर यो सुल्केर यता उँधो आएको छ। त्यो बाटो जहाँ छ यो बाटो तपाईँको यो चुडिएको है, यहाँनिर जो यहाँबाट यो चुडियो है बाटो यो है। हाम्रो यो सुनगाबा होमस्टेको अलिकति माथि साङमापट्टि टर्जमपट्टि जाने टर्निङ यो बाटो चुडियो पूर्ण रूपले। अनि त्यो बाटो माथि बनिएको जुन चाहिँ एउटा घर थियो त्यो सुल्केर है बाटोमा आइपुगेको छ। अनि यो अवस्था चाहिँ बाटोहरूको उकालो जाने कुनै यो बाटो भनेको चाहिँ अब यहाँ मोटामोटी रूपमा धेरै पूर्ण रूपले नै क्षति भएको छ है। टर्जम रोड है यो, ताबाकोसी टु टर्जम रोड, सुनगाबा होमस्टेको माथिको दृश्य यो तपाईँहरूसित म साझा गर्दैछु यो। ल म हेर्नुहोस् है सबैजनाले, अनि सेयर गरेर यो इन्फर्मेसन सबैलाई पुऱ्याइदिनुहोस् है तपाईँहरूले। हुन्छ त म यो अति नै ছাতাটা ভিজি গেছে তো। ও বহুত রিপোর্টার আছে ভাইয়া আজি রে। यो चाहिँ पानीघट्टा पुलको तल्लोपट्टि गाडी यति खाली छ। यो झऱ्यो भने गाडी पनि खोलाले बगाएर लान्छ। अगाडिपट्टि त केही छैन, चान्सै छैन अगाडि बढाउने। अगाडि पनि डल्लै पुरिसकेको छ गाडी हो। यतापट्टि भाइको अर्को भाइको गाडी छ, यो मेरो गाडी। अब यो झर्नै आँटेको छ। यहाँबाट झऱ्यो भने चाहिँ मुनिबाट गयो भने चाहिँ यता पनि मेरो चाहिँ त्यो डिल यहाँ आइसकेको छ। गाडीको डिस्टेन्स चाहिँ यति खाली छ। अब यहाँबाट पनि पानी मारेकोबाट यो खोला डल्लै यताबाट बोक्दैछ। अब यहाँबाट पनि यो चर्किसकेको छ, यति हो। अब यो तप्पिँदै गएर मुनि पानीले खाएर बढ्यो भने चाहिँ गाडी पनि हाम्रो लगेर जान्छ। यी बाइकहरू त कतिवटा ल्यायो बाइकहरू कतिवटा छ यहाँनिर गाडी भेटी पसिरहेको छ। अब यति खालि छ जग्गा। अब यो पनि तान्दिन आँटेको छ। अब यो दब्बिँदै गयो भने पानीले भेटेर गएपछि यो पनि सब तानिन्छ। राति 2 बजीदेखिको यो सब भएको। यहाँनिर बाटो थियो, गाडी हिँड्ने बाटो यहाँ पर त्यो आदि बाटो छैन। यहाँबाट गेट थियो, यहाँ घर थियो एउटा। घरहरू डल्लै लगेर गयो, गाडीको छेउमै घर थियो यहाँनिर। त्यो सबै लगेर गयो, हेर्दै लगेर गयो। अब बाँचेको यति छ। यहाँनिर छ हामी बसेको जग्गा यहाँ छ। यो पनि पुरिसकेको छ। माथिबाट भलाएर यो घरको चेपबाट यहाँनिर अलिकति